जब इन्जुर भइसके पछाडि जुन क्लबसँग मैले सल्लाह गरेर म एकचोटि फेडरेसनसँग कतारमा अस्पतालमा ट्रिटमेन्ट गर्न जान्छु भन्ने एउटा मेरो आफ्नो डिसिजन सहित मैले कतार को लागि चाहिँ मैले अखिल नेपाल फुटबल संघमा मैले जुन हिसाबमा अध्यक्ष महासचिव त्यहाँ चाहिँ जुन एउटा चाहिँ सबै मेलहरू आदान प्रदान गर्ने दाइ हुनुहुन्छ उहाँलाई पनि मैले मेसेज गरेँ। अनि मेसेज गरिसके पछाडि हुन्छ हामी प्रोसेसको लागि अगाडि बढ्छौँ र मेलहरू पठाइदिन्छौँ भन्नुभयो। अनि त्यस पछाडि त्यो कुरा चाहिँ सहज थियो र सहज तरिकाले पनि भन्नुभयो। अनि हप्ता दिन बित्यो, 10 दिन बित्यो, 2 हप्ता बित्यो। मेरो लागि त च्यालेन्ज थियो किनकि दिनदिनै मैले आफूले जुन एउटा चाहिँ इन्जुरी पछाडि बैशाखी पछाडि फेरि बिस्तारै प्रिरियाप गर्दै आफूलाई हिँड्न सक्ने सक्षम बनाएँ। मलाई अलिकति स्ट्रेस भयो, कहिले के हुन्छ भने म आतिन थालेँ। त्यस पछाडि मैले चाहिँ किपिङ टचमै रहेको भनेको अखिल नेपाल फुटबल संघको अध्यक्षज्यूसँग नै मैले विकली अपडेटमै रहेँ, मेसेज गरिसके पछाडि हामी वेटिङमा छौँ भन्नुहुन्थ्यो। अनि त्यस पछाडि जुन हिसाबले हामी अगाडि बढिरह्यौँ र मलाई लाग्छ 7 हप्ता कुरेँ अखिल नेपाल फुटबल संघको डिसिजनको लागि। त्यस पछाडि सरको कल आइसके पछाडि उताबाट नहुने जस्तो रेस्पोन्स आयो भनिसके पछाडि म आफ्नो तरिकाले अगाडि बढ्छु भने सरलाई र अखिल नेपाल फुटबल संघबाट सरले पनि आफैले भन्नुभएको छ त्यो कुरा तपाईहरुले पनि गएर सोध्न सक्नुहुन्छ। उहाँहरूबाट चाहिँ जुन एउटा मिनिमम रकमको लागि चाहिँ उहाँहरूले चाहिँ बोल्नु भयो। त्यो हिसाबले गर्दाखेरि मलाई लाग्छ मेरो लागि टाइम वेस्ट यति त भइसक्यो। अब मैले त्यति टाइम वेस्ट नगरेको भए म अहिले हिँड्न सक्ने भइसक्ने सर्जरी पछाडि 1.5 महिना भनेको 2 महिना भइसक्यो हैन। अब 2 महिनामा मैले हिँडेर पैसा कि छोडेर हिँड्न सक्ने अवस्थामा मैले चाहिँ आफ्नो डिसिजन कुरिराख्नु भन्दा म आफ्नो प्रोसेसले अगाडि बढ्छु भने मेरो एज अ खेलाडीको लागि अभिभावक भनेको मैले त्यो सोचेर पनि मैले अखिल नेपाल फुटबल संघलाई रोजेँ फर्स्ट। अनि न त मैले स्टार्टिङको फर्स्ट दिनबाट नै मैले फन्डिङबाट गएको भए यति बेला मेरो सर्जरी भएर म आधी बाटोमा पुगिसकेको हुन्थेँ।